हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू भिडियो। म सिर्जना के चितावत आज पनि नयाँ भिडियो लिएर आइसकेकी छु साथीहरू। आज धेरै दिनपछि म आज फलो गर्न गइरहेकी छु। अब म किनभने 2-4 दिन अलि बिजी भएको थिएँ छोराको एडमिसन गर्न, त्यसपछि ड्रेसहरू कापीहरू किन्न, फेरि नानीलाई पनि त स्कुल पठाइसकेँ नि त। नानी 3 वर्ष अझै पुगेकी छैनन्, जेठमा पुग्छन्। छोरीलाई पनि मैले स्कुल पठाइसकेँ। अनि छोरीलाई बिहानै छोड्न जाऊ, अहिले लिन जाऊ, त्यसपछि फुर्सदै नआउने भिडियो बनाउँछु भन्दा म आज छोरीलाई लिन गएँ। भएर म भिडियो सुरु गर्दैछु। अनि हाम्रो युट्युब भिडियोहरू के कस्तो हुन्छ होला, सबैले सन्चै हुन्छ होला भन्ने आशाका साथ आज धेरै दिनपछि माछा पनि यता पोखरीमा पानी पनि सुकिसक्यो। आज माछा के गर्छ निकालौँ न त भनेर निकाल्दै हुन्छ मेरो श्रीमानले। सर्प छ कहाँनिर छ सर्प? ए म त सर्प भने जस्तो भने पानी सुकिसक्यो। यो दाइलाई पनि कति गाह्रो छ कि, उता अफिस पनि भेटाऊ, यता माछा पनि निकाल, के पराल पनि मिलाऊ। दाइलाई कति हैरान गराउँछन् सबले। पानी ल्याए त अझै अलि दिन चल्थ्यो होला नि। इब्राज बाल्टी ल्याऊ, यता ल्याऊ। अब टक्कै यति ठुलो पोखर थियो नि हाम्रो, सब पानी सुकेर सबै सानो ठुलो सबै निकाल्नु मन भयो। युवराज बाल्टी अलिकति पानी हालेको छ। यति थोरै छ कि पानी पनि, यस्तो गर्मी छ, गर्मी पनि यहाँ। अनि यस्तो पानीले, यस्तो गर्मीले के टिक्थ्यो यति पानी। अब मोटर, हाम्रो मोटर यहाँ अहिले बिग्रेको छ, माछा पनि धेरै छैनन्, त्यही भएर ताल सुकाउने नै हो। त्यही भएर पानी तालमा हालेको छैनौँ। पानी पनि कति धमिलो भएको छ कि। खुट्टामा किच्चिन्छ नि क्या हो। पानी पनि लास्टै धमिलो भएको त हो। त्यहाँनिर एकछिन झुल अड्याइराख्नु। नानी रोइ कि नाला लिन जाने हो कि अन्य? इब्राज उता पर जाऊ त, उता पर हिलोनेर त्यो माछा बिचरा पानी छैन बेला पनि। हे भगवान, कति धेरै छन् अझै। पुरै माछा हेर्नु न यहाँनिर, पुरै धमिलो भएर नि एउटा माछा देखाएनन्। यो पानी त धेरै धमिलो भएर नि यिनको आँखा पनि फुटिसक्यो होला। अलिअलि थिए त।
मोटर बिग्रिरहेछ त यहाँ धारो थियो यहाँ दुईवटा धारा थियो धारा पनि यहाँ बिग्रेर मोटर पर सारेको थियो पर पनि त्यो मोटर बिग्रियो अहिले यो साल यो झुलले पनि माछा भ्यारै छोड्यो यता छन् के माछा हेर्नु पछाडितिर हेर्नु त अहिले यतैतिर आछन् होला जस्तो मानेछु घाम पनि कस्तो छ माछा सबै यही हिलोमा रहेछन् यता हे भगवान हेर्नु यहाँनिर यो त झुलै त्यत्तिकै ऊ मर्छन् होला अस्ति तपाईँले टिप्नु भएको थियो त पछि सब हिलोमै रहेछन् माछा भने यहीँनिर छ खुट्टाले टेक्ने अनि त्यो उ गर्ने के हिलोतिर उ धकेल दाइ त्यो माथि छोड्दै गइजान्छन् त्यही उ गरेर हातले झुल तल दबाउनु दाइ उता त्यही छन् सब निक्लिहाल्यो तपाईँको यतापट्टि पनि रहेछन् भाइ इब्राज पानी धकेला हातले इब्राज हो त्यस्तरी र सुमाउनु न यता माछा छ के पछाडि सुमाउ तल बसाल्नु न इब्राजले समातेला दुईटा अगाडि जाऊ इब्राज मामा पछाडि जाऊ मामाको पछाडि जाऊ त्यहाँ छन् देखा हानेर तिमीले देखेनौ माछा त्यस्तरी अब दाइ त्यो माछा समाउने तरिका फरक भयो अब फेरि त्यो टाउका छाम्नु अब यहीँनिर छन् अझै यो धुम्लोमा होला नि के एकचोटि त्यहाँबाट सर झुल यता हाल्नु न है
माछा पुरै अब यो पानी एकदम धमिलो भइसक्यो पुरै भइन लागिसक्यो अब आज निकालेपछि अब एकपटकलाई यता आउनु नि सिधै यता ऊ त हिलामा नै छन् मम्मीले उहाँबाट कतिपय भन्नु लाग्यो भयो कतिपय ए बरै नगराउनु त्यस्तो अलिकति पानी राख्नु क्या आउने यताबाट ओहो यहाँनिर बस्दा बस्दा कानमै के पसिसकेको रहेछ हेर्नु अब भयो कमिलो ए देखाउनु माछा कहाँ छ नि माछा त्यति लगाउनुलाई केही छैन माछा छ यसो छोरी नभएको मौकामा अहिले छोरीले गाउँ केलाउने बेला पुरै हिजो यति धेरै छर्दै थिइन् मैले पुरै अरू सबै गाउँ केलाइसक्यो अब थोरै मात्रै बाँच्छु छोरी नभएको मौकामा अब थोरै बचेको पनि गाउँ केलाइहाल्छु ठिकै अब गाडी आउनु लाग्नु भयो त्यसको यति थोरै बचेको छ यता मेरो श्रीमानले पनि दिउँसो माछा निकालेर आगो बालेर कडाई बसाएर ए भगवान् कति जङ्गल लाग्यो होला कति जङ्गल लाग्यो म त कसैले दिए खाने हो नदिए हेर्ने हो यस्तो घाममा ग्यास अलि धेरै यो ढिलो पाक्छ नि त ग्यास सकिन्छ भनेर आगो बालेर आफै माछा निकालेर सबै केलाएर खाने भनेपछि यति जाँगर मान्ने कति जङ्गल लाग्यो हुँदै भयो म छोरी आउँदासम्म सबै कामकाज भ्याउँछु यो छोराछोरीलाई एकदम यो माछा मनपर्छ नि त ए मेरो छोरी आज नुहायौ कि नै नुहायौ माछा काट्छु यति तातै हुन्छ मेरो छोराछोरी स्कुलबाट आइसक्यो अनि स्कुलबाट आउने बित्तिकै मेरो छोरीले आज के भन्यो यस यस अनि चिनी पानी खान्छु मामु भने अनि चिनी पानी बनाइदिएँ मैले अब यहाँ कुर्सीमा बसिरहेको छु नि अब आज चिठी ल्याएको रहेछ ए नानीलाई गएर दादाको ब्याग बोक्न मन लाग्यो अरे आफ्नो ब्याग छोडेर त्यसपछि मैले ए नानीलाई भिडियो बनाउँदैछु खोइ दादाको ब्याग कतिको ओइ म बचिगयो ब्यागै बचिगयो ए नानीको ब्याग मैले बोकेको नानीलाई दादाको ब्याग बोक हेलो छोरा अभी देखाती हूँ तुमलाई के देखाउँछौ भर्खर देखाउ त बाबा चिठी देऊ चिठी तिमीसँग छ नानीले चिठी देखाउन लाइछन् कबुतर देखाउन लाइछौ खै ल्याऊ तिम्रो चिठी ऊ पछाडि उड्यो ऊ पछाडि गयो जुत्ता कहाँ राख्ने ए आज मेरो बच्चा बच्चीलाई चिठी दिनु भएको रहेछ छोरी चिठी पनि ल्याएका पुरै ए नानी ब्याग बोकेर आज मक्क भएको छ नानीले होमवर्क पनि ल्याएछन् आज तिमी यहाँ उभियो बाबु आज तिमीले के लगेछौ भनिदेऊ त खै मलाई कसले बनाइदिएको थियो सबै खायौ तिमीले कस्तो थियो पिज्जा भन मिठो थियो ए अनि अब भोलि स्कुल जान्छौ कि न कान्छी
यसरी हो ल हेलो भन ए स्कुलमा त्यस्तो गर्छन् खै मलाई देखाउ त कि ए ल रोक है ल म टाढाबाट देखाउँछु है ल मैले छोरीको ड्रेस सिलाएन नि त होइन ल खै कस्तो गर्छन् गरेर कान्छ खै गरिदेऊ त स्कुलमा कस्तो गर्छन् खै देखाइदेऊ त ए त्यस्तो गर्छन् अरू के भन्छन् कान्छे हजुर भन्छन् अनि अरू के भन्छन् क ख एबिसिडी पढाउँछ कि नै म्यामले पर गएर जाऊ कस्तो गर्छन् गरे ए यस्तो गर्छन् ए अनि त्यहाँ तिम्रो स्कुलमा खेलाउन छ कि छैन तिमीहरूको नयाँ स्कुल हो होइन ए अनि तिमीलाई स्कुल जान मन पर्यो कि नै हजुर मेरो छोरो ए मेरो छोरो यता आऊ न यता ए तिमी यता आऊ न ए मेरो छोरो मेरी छोरी यता आउनु खान्छ